सुन्तला खाँदै धरान भेटार घुम्दै होइन तिम्रो साथीहरूलाई भेरेटार थाहा छैन के भएर होइन तिमीले थाहा नपाए जस्तो भेरेटार भनेनौ धरान भन्यो के भन्नुहुन्छ ए अघि फोनमा अब मुखमा जे आयो त्यहाँ भने ल गाइस हामी अब फेरि अब पार्क आइपुग्यौँ हैन भेटारदेखि तल झरेर धरानको पार्क आइपुग्यौँ त्यो पार्कको नाम के हो श्रम संस्कृति के भन्नु त श्रम संस्कृति पार्क अब हामी अगाडिको तपाईहरुलाई देखाइराख्छौँ अघि भिडियो गर्नुहुन्छ है कसको अगाडि अगाडि हिँड्न हैन कता छ त त्यो फल ल गाइज अब हाम्रो डनले पोज दिँदैछ है त यो म्यान अब यो श्रम संस्कृति पार्कको भ्यू देखाउँदै लास्टै राम्रो ठाउँ रहेछ नि त यो ठाउँ भनेको चारैतर्फबाट हरियो है वी रियली लभ धरान वाओ व्हाट अ मोमेन्ट गजबको मोमेन्ट थियो यार मजा आयो लास्टै ग्रिनरी छ नि त वरिपरि है भेरी नाइस ल गाइस हेलो भन्ने guys, welcome back to my channel. Don't forget to subscribe, like and share this video. Okay. ल यहाँ हेर्ने चढ चढ ल अब हाम्रो डनले फेरि है सिनेमेटिक पोज दिँदै ओ खतरा देखाएको छ हाम्रो डनलाई है यो म्यान द ह्यान्डसम म्यान ल अब मेरो पनि पालो आयो है त यो त साँच्चीकै यार भित्र होइन पार्क छिरिसकेपछि होइन एकदमै नेचुरल वाइब्स आउँदै थियो है जसले पनि यो पार्कलाई डिजाइन गर्नुभएको छ नि एकदमै वेल म्यानर्ड वेल स्ट्रक्चर तरिकाले हैन यो पार्कको डिजाइन गरेको छ चारैतर्फबाट हिल्स प्योर ग्रिनरी वाइब्स मजा आयो त्यसभित्र घुसेपछि यार ल गाइज अब हामीले हैन अब सिनेमेटिक शट्स दिँदैछौँ हैन यो ल म पनि आएँ त अब ल गाइज है पार्कलाई चारैतर्फबाट हामीले एक्सप्लोर गरिसक्यौँ हैन लास्टै काम देखियो है पार्कभित्र गएर यस्तो मजा आयो एकदमै आनन्दित पीस फुल नेचुरल वाइब्स मजा आयो ल बिचमा मैले पनि है एक दुईवटा पोज हान्दिएको है त ल गाइज अब एक्सप्लोर गर्दा गर्दा यो खोलाको पानी हामीले भेट्यौँ है यस्तो मजा आयो नि पानी पिइसकेपछि ओहो वाट अ वाउ मोमेन्ट थियो मेरो लागि त यार भाइले पनि पानी पिउँदैछ है त गजबको पानी मजा आयो एकदमै फ्रेसनेस मजा ल अब हामी हैन पार्कको अर्को पार्टबाट गएर हैन बाँकीको अनएक्सप्लोर्ड ठाउँहरू घुम्दै
गाइज हामीले घुमिसक्यौँ धरान भेटाटार नभन्नु न त्यस्तो यार ब्लग हो देयर इज माई बिग हार्ट विथ फ्लावर हामी घुमिसक्यौँ पार्क पनि माथि पनि घुमिसक्यौँ अब हामी जाँदैछौँ आफ्नो घर थाकिसक्यौँ भोक पनि लागिसक्यो होइन हामी 4 जना जाँदैछौँ गाडी चढेर हामी जङ्गलमा बस्ने मान्छे भोक लाग्दैन तपाईँ लाग्दैन हामीलाई त लाग्छ हामी त इन्सान हो तपाईँ जस्तो जनावर मान्छे होइन जनावर होइन कमान्डो मान्छे ल गाइज नाउ वी आर अबाउट टु कन्क्लुड द टुर ल अब हामी घरतिर फर्किँदैछौँ है अब यसो एकचोटि लास्ट भ्यू देखाइदिउँ तपाईँहरूलाई ल धरान सक्यो है ल बाई हामी अब पूर्वाञ्चल भनेको के हो पूर्वाञ्चल क्याफे कहाँ छ यो खाजा खाएर अब निस्कनुपर्छ त्यस्तो कहाँ हुन्छ गाइस अब हामी खाजा खाएर फेरि अब खाजा खाएपछि फेरि कनेक्ट गर्छौँ बेसी होइन बाजेको सेकमा चक्लेट सेक सबसे बेस्ट चक्लेट सेक यत्रो थियो यसले चाहिँ चक्लेट सेक खायो नापेको त्यत्रो थियो ल तर खाँदै त्यो भाइले खानुपर्छ